नमस्ते, म मगर बोर्डर। आज चाहिँ म तपाईँहरूलाई मेरो दामी भ्लग भोइस अफ टुडे युट्युब च्यानलको लागि दामी भ्लग अन्तर्गत धरानको पुतली लाइनको यो मिनी भ्लग देख्न लागिरहेको छु र म पुतली लाइनको बिचबाट सुरु गरेको छु र म चाहिँ भानुचोकसम्मको आजको यो भ्लगमा तपाईँहरूलाई पुतली लाइनको विशेषताहरू देखाउनेछु। इन्जोय गर्नुहोस् है त सँगसँगै। थ्याङ्क यू। ल अहिले चाहिँ म धरानको व्यस्त सडक पुतली लाइनमा छु र यो चाहिँ धरानको हाम्रो भाटबटेनी हामी सबैजनाले रोजगार पाइरहेको राम्रो भइरहेको थियो, तर जेन्जी आन्दोलनमा नराम्रो गरी क्षति भएको छ र अहिले चाहिँ यसरी बनाउँदैछ। अब चाँडै खुल्छ होला सायद भाटबटेनी सुपर मार्केट र धेरैले रोजगारी पाइरहेको छु। भाटबटेनी सुपर मार्केट अगाडिको भागहरूमा धेरै ठुलो क्षति भएको छ। र यसरी अहिले बनाउने काम भइरहेको छ। चाँडै खुल्छ होला भाटबटेनी यो पुतली लाइनमा रहेको छ। अनि धरानको यो चाहिँ एकदमै व्यस्त सहर हो लाइन। ल भाटबटेनी यसरी निर्माण कार्य भइरहेको छ भाटबटेनी। अब चाँडै नै खुल्छ होला र म चाहिँ आज तपाईँलाई यो पुतली लाइनको मिनी भ्लग बनाएर देखाउँदैछु। ओके, ल व्यस्त छ सडक, मौसम धुम्मिएको छ, चिसो नै छ आज। त्यति साह्रो गर्मी चाहिँ छैन आज धरानमा। हामी चाहिँ त धरानमा यो टेम्पो र सिटी सफारी चाहिँ एकदमै बढी नै चल्छ। अनि यहाँ धरानतिर आँखा हस्पिटलहरू पनि छ र यो बाटो सिधै जाँदाखेरि चाहिँ अब म धरानको मुटु भानुचोक पुग्छु। अनि धरानको चर्चित यो प्राइभेट हस्पिटल विजयपुर हस्पिटल पनि यहीँ रहेको छ। यहाँनिर छ विजयपुर हस्पिटल। अनि यो पार्किङको समस्या धरानमा पनि एकदमै बढी छ। ल हेर्नुहोस्, पार्किङ त एकदमै समस्या छ। यो धरानको यो चाहिँ विजयपुर हस्पिटल हो है, एकदमै चलेको हस्पिटल। अनि यसरी चाहिँ व्यस्त बजार छ, सबै बाइक पार्किङहरू गरिरहेको छ। दायाँ बायाँ ठुला बिल्डिङहरू छ। यो मिनी ब्लक अनि सफा छ सहर। यहाँ फोहोरहरू खासै गर्नु दिँदैन, राख्दैन, सबैजना सचेत भइसकेको छ। ल व्यस्त छ सहर, तर पार्किङको समस्या चाहिँ धरानमा पनि भयङ्करै छ। ल हेर्नुहोस् है, पार्किङ भयङ्कर समस्या छ धरानमा पनि। ठाउँ साँघुरो छ, सडक पनि साँघुरै छ। अनि अलिकति बढी व्यापारिक केन्द्र भएकोले गर्दाखेरि पनि समस्या छ। र म बाटो छोड्दै कहिले काहीँ साइड बाटोमा घरि सडकमा हिँड्नु परेको छ। हेर्नु त, हाम्रो मान्छेभन्दा धेरै सवारी साधनहरू भइसकेको छ। अब यतातिर आएपछि चाहिँ यो मिनी भ्लग हो तपाईँहरूलाई धरान पुतली लाइनको। यो व्यस्त, निकै व्यस्त सहर धरान। बिचमा यहाँ पनि खोला छ, सानो खोला छ, खरे खोला। बर्खामा अलिक ठुलो हुन्छ, बर्खामा चाहिँ बढेर आउँछ यसरी।
फर्निचरको पसलहरू पाउँछ यतातिर टन्नै फर्निचरको पसलहरू छ ल फर्निचर पसलहरू यतातिर फर्निचर पसलहरू बाटो छोड्दै हिँड्नुपर्ने अवस्था हुन्छ चाहिने सामानहरू फर्निचरको सामानहरू हार्डवेयरको सामानहरू किन्नको लागि आँखाको उपचार लगायतका कुराहरूको लागि चाहिँ पुतली लाइन निकै व्यस्त सहर हो व्यस्त लाइन हो यो मिनी भ्लगमा म तपाईँलाई देखाइरहेको छु र यो बाटो अब सरासर जाँदाखेरि चाहिँ म केही समयपछि धरानको मुटु भानुचोकमा पुग्छु र भानुचोक पुग्नको लागि अझै लगभग पैदल यात्रा गर्दाखेरि त झन्डै 10 मिनट लाग्न सक्छ किनभने मैले 20 भागबाट मात्रै भ्लग सुरु गरेको छु र बाटो साँघुरो भइसकेको छ यो पनि अब किनभने बाटो साँघुरो भएको कारणले गर्दाखेरि यहाँनिर बेला निकै जाम पनि हुन्छ अब चाहिँ म केही समयपछि धरानको मुटु भानुचोक आइपुग्न लागेँ धरानको मुटु भानुचोक र धरानको मुटु भानुचोकको अवस्था अहिले के छ त्यो पनि म देखाउने छु किनभने 1 महिना अगाडि बस पार्क सरेको कारणले पहिलाको जस्तो चहलपहल छैन त्यो व्यापारिक केन्द्रमा र पनि कस्तो छ अवस्था म भानुचोकको अवस्था तपाईहरुलाई देखाउने छु लगभग म भानुचोक अब आइपुग्न लागेँ भानुचोक बाटो साँघुरो छ कहिलेकाहीँ फुटपाथमा झर्दै हिँड्नुपर्छ कहिलेकाहीँ रोडमा हिँड्नुपर्छ पार्किङको समस्या छ अलिकति बाटो विस्तारको कामहरू अब खै अब जग्गा साँघुरो छ घरहरू निर्माण भइसकेको कारणले अब सम्भावना पनि कम छ फाइनली म अब धरानको मुटु भानुचोक आइपुग्न लागेँ भानुचोक फाइनल्ली यो पिपलको बोट दुईटा पिपलको बोट छ यहाँ ऐतिहासिक पिपलको बोट पिपलको बोट देखेपछि एउटा बोर एउटा पिपलको बोट ल यो भानुचोक हाम्रो भानुचोक धरानको ठुलो यो साइडमा ठुलो बरको र पिपलको बोट छ अनि यहाँनिर पनि पिपलको बोट रहेको छ र यो चाहिँ धरानको भानुचोक ल यहाँनिर क्लक टावर छ हाम्रो धरानमा ल तराईबाट आउने गाडी आउने बाटो अनि यो पहाडबाट आउने बाटो यो व्यस्त चोक हो यो धरानको ल यो भानुचोक क्लक टावर छ
र पहिला यो ठाउँमा धेरै बस गाडीहरू चलपल हुने ठाउँ अहिले चाहिँ यसरी खाली भएको छ। र यो हाम्रो भानुचोकमा नेपाली झन्डा राखिएको छ, भानुचोक क्लब टावर धरानको। अनि यो बाटोबाट गयो भने चाहिँ यो पहाडी धरान धनकुटा लगायत शङ्खाचौबा खाँचबारी विभिन्न ठाउँमा जाने ठाउँ हो। र यो माछाभौडी उताबाट आउने बाटो यो भइगयो। यो तराईबाट धरान प्रवेश गर्ने मुख्य बाटो हो। र यो चाहिँ टेम्पो स्ट्यान्ड, पहिला यो बस पार्क यहाँनिर तल बस पार्क हो, ठुलो रुखहरू छ। अनि यो साइडमा चाहिँ धनकुटाको पहाडी इलाकामा जाने बाटो गाडीहरू लाग्ने ठाउँ थियो, अहिले त्यो हटेर नयाँ बस पार्क भएको छ। र यो खुल्ला ठाउँ चाहिँ अहिले यहाँ पहिला गाडीहरू नै राख्ने, यहाँ पनि अहिले चाहिँ यहाँ अब यो यसरी नै घुमघामको लागि खुल्ला ठाउँ बनाएर राखेको छ, पार्क भयो यो। ल एक यो चाहिँ ठुलो यसो आएर बस्ने घुम्ने ठाउँ भएको छ। धरान निकै शान्त छ, खुल्ला छ, क्लब टावर। यो ठुलो पिपलको बोट, एउटा दुईवटा पिपलको बोट र एउटा ठुलो बरको बोट रहेको छ। अनि अब म पुतली लाइनको मिनी भ्लगमा मैले धरानको भानुचोकसम्मको दृश्य देखाएँ। शान्त छ धरान, रमाइलो छ। अब यहाँबाट भित्र प्रवेश गऱ्यो भने चाहिँ हामी सब्जी मन्डी जान सक्छौँ। र म पनि सब्जी मन्डीमा गएर केही सामानहरू तरकारीहरू किन्नु परेको छ। यो लाइनमा सब्जी मन्डी लाइन चाहिँ यतातिर छ, कृषि बजार चाहिँ माथि छ, तर यहाँ सब्जी लाइन चाहिँ यहाँबाट भित्र छिर्नु पर्ने हुन्छ। र अब पछि म बाँकी अरू धरानको बाँकी भ्लगमा धरानको डिटेल्स म देखाउन लानेछु। र आज चाहिँ म जान्छु धरान भानुचोकबाट है त। फेरि म यहीँबाट सुरु गरेर अरू महत्त्वपूर्ण धरानको दृश्यहरू देखाउनेछु, धरानलाई चिनाउनेछु। धन्यवाद। यस्तै महत्त्वपूर्ण भिडियोहरू हेर्नको लागि भोइस अफ टुडे युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, साथै लाइक कमेन्ट सेयर गर्नु पनि नबिर्सनु होला।